रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। साथीहरु अहिले चाहिँ रातको 6 बजिसकेको छ र म चाहिँ इटरदेखि खोटाङतिर गइरहेको छु। हेरौँ कहाँसम्म पुग्दै रहेछु म आज। साथीहरु अहिले चाहिँ म गाईगढमा आएको छु र अब यहाँदेखि माथितिर जान्छु म। र अहिले चाहिँ म उदयपुर र खोटाङ बीचमा रहेको सप्तकोशी नदी झुलुङ्गे पुलद्वारा तर्दै छु। झुलुङ्गे पुलमा चाहिँ एकदम शीत छ, चिप्लिरहेछ र हजुरले देख्न सक्नुहुन्छ यति मजाको झरना। यसको मतलब पहाडको बाटो सुरु भयो। अब यो बाटैभरि पानी बगेकोले निकै गाह्रो छ, तर त्यही पनि हामीले पार गर्नै पर्ने हुन्छ। र अहिले चाहिँ रातको 10 बजिसकेको छ र बाटो बिर्सेकोले हामी बाटो सोध्दै छौँ। र अहिले चाहिँ रातको 11 बजिसकेको छ। त्यसैले आज चाहिँ हाम्रो बास यही धापलाङमा हुनेछ र हाम्रो लागि खाना ततिँदैछ। यो चाहिँ हाम्रो रातको खाना हो, लोकल अर्ग्यानिक कुखुरासँग। आजको यात्रा चाहिँ यहाँसम्म भयो। भोलि चाहिँ म तपाईँलाई खोटाङको 12 पोखरीसम्मको देखाउँछु। गुड मर्निङ साथीहरू। आज चाहिँ म बिहानै उठेर यति राम्रो खेतहरू देखेँ। खेत सँगसँगै यहाँ चाहिँ विश्वको उच्च शिखर सगरमाथा पनि स्पष्ट रूपमा यहाँदेखि देखिने रहेछ, जसको उचाइ चाहिँ 8848 मिटर छ। अहिले चाहिँ म खोटाङको 12 पोखरीतिर लाग्दैछु र साथीहरू बाटोमा पहिरो आएकोले बाटोको अवस्था यस्तो छ, हजुरहरूले देख्न सक्नुहुन्छ। र अहिले चाहिँ बाटोमा पानी अमलाई देखेँ र 1-2 वटा टिपेर खाएँ। अहिले चाहिँ निकै टाढोबाट 12 पोखरी देखिरहेछ। अब चाहिँ म छेउमा गएर देखाउने छु। पोखरी आउनु अगावै यो खोला तर्नु पर्ने हुन्छ, तर पानी एकदमै यो खोलाको फोर्स आएकोले हाम्रो बाइक बिचमै फसेको छ र जसो तसो गरेर हामीले बाइक निकाल्यौँ र अन्तिममा 12 पोखरी आइपुग्यौँ। धन्यवाद।